सबैजनालाई गुड मर्निङ नमस्कार हजुर। म चाहिँ यति बेलामा कर्णाली प्रदेशको राजधानी विराटनगर सुर्खेतमा रहेको मगर सांस्कृतिक सङ्ग्रहालय प्रादेशिक मगर सांस्कृतिक सङ्ग्रहालयमा छु। यति बेलामा देख्न सक्नुहुन्छ हाम्रो मगर सांस्कृतिक सङ्ग्रहालय यति बनिसकेको छ, बन्ने कार्यक्रम एकदम जारी छ, नियमित रूपमा बन्दैछ। म यसका भित्रका केही पार्टहरू पनि देखाउने छु है त साथीहरू। एकछिन देख्न सक्नुहुन्छ यो चाहिँ सङ्ग्रहालयको भित्री भाग, भित्र जाने मूल गेट हो है त। यो चाहिँ मूल गेट हो। यहाँदेखि हामी यो भित्र सभा हालमा प्रवेश गर्दैछौँ। नमस्कार 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 सबैजना नमस्कार नमस्कार। यो चाहिँ सभा हाल एकदम लगभग यसो डेकोरेसन हुने काम भइरहेको छ सभा हाल। र म चाहिँ यो थर्ड तला हाम्रो अन्डरग्राउन्ड सहितको है, यो अन्डरग्राउन्ड म थर्ड तलामा आउँदैछु। देख्न सक्नुहुन्छ थर्ड तला हाम्रो यो कर्णाली प्रदेशको राजधानी विराटनगर सुर्खेतमा छ। यो चाहिँ थर्ड तला है त। अझ यो मर्मत कार्य जारी छ, यहाँ बन्दैछ। म यो 3 तलामाथि आइसकेको छु अन्डरग्राउन्ड सहित। यो हाम्रो यहाँ चाहिँ यति काम भइराखेको छ। अझ यहाँभन्दा माथि 2 तला जाने कुरा छ। ल देख्न सक्नुहुन्छ यो मगर सांस्कृतिक सङ्ग्रहालय विराटनगर सुर्खेतमा अवस्थित मगर सांस्कृतिक सङ्ग्रहालय। ल यहाँहरू पनि यसो भिजिट गर्न लागि आउन सक्नुहुन्छ साथीहरू। देख्न सक्नुहुन्छ यहाँबाट यतातिर यो नजिकै पर्छ बुलबुले उद्यान, हाम्रो पूर्वतिर बुलबुले उद्यान पर्छ भने यता यो उत्तर दक्षिणतिर चाहिँ हाम्रो काँक्री बिहारहरू पर्छ। यहाँबाट हाम्रो यो भवन बनिसकेपछि हामी यो भवनको टप तलाबाट हामीले विराटनगर सुर्खेतको सबै भ्याली अवलोकन गर्न सकिने छ है त। त्यस कारणले हजुर पनि एकचोटि आउन सक्नुहुन्छ। ल यहाँबाट देख्न सक्नुहुन्छ यो नजिकै रहेको नवज्योति स्कुल हो। यो धानहरू पाकिरहेको छ। ल यहाँभन्दा माथिल्लो तलामा जानको लागि अहिले हाम्रो भर्याक बनिसकेको छैन, नत्र म माथिल्लो तला पनि गएर हामीलाई देखाउँथे दृश्य है त। हाम्रो अन्डरग्राउन्ड छ, अन्डरग्राउन्ड पुरै पार्किङ हो। त्यसपछि माथिल्लो तला हाम्रो सभा हाल छ। त्यहाँभन्दा माथि हाम्रा अफिसियलहरू, मगर सङ्घको भातृ सङ्गठनहरूको अफिसहरू, सङ्ग्रहालयहरू रहने कुरा म यहाँहरूमा जानकारी गराउन चाहन्छु। ल देख्न सक्नुहुन्छ रङ रोगन हुने कामहरू पनि हुँदैछ, भइराखेको छ। ल यो चाहिँ देख्न सक्नुहुन्छ यो अन्डरग्राउन्ड जाने बाटो, पार्किङ मतलब यहाँबाट त उत्तिर पार्किङ गर्नुहुन्छ सबै गाडीहरू, यहाँ तल मुनि पार्किङ गर्ने। त्यसपछि अन्य गतिविधिहरू, हाम्रो अन्य कार्यक्रमहरू, अन्य अफिसियल अफिसहरू, सङ्ग्रहालयहरू हाम्रो माथिका तलाहरूमा बन्नेछन् है त। हस्।